नेपालको प्रविधि सहयोगी सशक्तिकरण र बौद्धिक क्षमता विकास आत्मरक्षाको समापन कार्यक्रममा उपस्थित हुनुभएका सभाध्यक्ष श्री सुनिता मुखर्जीज्यू, प्रमुख अतिथि श्री विनोद कुमार राजभण्डारीज्यू, अतिथिहरू श्री रत्नाकर बज्राचार्यज्यू, श्री कृष्णमान सिंहज्यू, प्रशिक्षक श्री प्रवीण श्रेष्ठज्यू र सम्भम खर्जीज्यू र उपस्थित सम्पूर्णमा नमस्कार, जोजोलता, गुड आफ्टरनुन र हार्दिक स्वागत। यस कार्यक्रम आयोजना गर्नुभएको काठमाडौँ महानगरपालिका वडा नम्बर 24 का सम्पूर्ण टिम र न्यू भिजन नेपालको टिमलाई धेरै धेरै धन्यवाद र कृतज्ञता। अहिलेको युगमा प्राय युवा वर्गहरू सबै कम्प्युटर, मोबाइल, ल्यापटपमा मात्रै व्यस्त रहन्छ। हुँदा भर्खरै जन्मेको बच्चादेखि आमा बुबा सबैजना मोबाइलमा मात्र संलग्न भएर बस्छन्। त्यसैले प्रायमा मानसिक समस्या त अहिलेको जल्दो समस्या हो। भनिन्छ सशक्तिकरणले ज्ञान जगाउँछ, बौद्धिक क्षमताले मार्ग प्रशस्त गर्छ र आत्मरक्षाले सुरक्षा प्रदान गर्छ। त्यस्तै यी तिनैको सम्मिश्रणले हामीलाई स्वतन्त्र र सक्षम बनाउँछ। यस सशक्तिकरण र बौद्धिक क्षमता विकास आत्मरक्षा कार्यक्रमबाट हामीले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने ज्ञान प्राप्त, त्यस्तै आफ्नो सुरक्षाका लागि वा आफूलाई खतराबाट जोगाउन आवश्यक तीव्र क्षमताहरू प्राप्त गर्यौँ। त्यति मात्र नभएर हामीलाई मनोरञ्जनका लागि नृत्य पनि सिकाउनु भयो। निरन्तर प्रत्यक्ष निगरानीमा जुन अवसर पाइयो यो अति नै अतुलनीय छ। आशा छ वडाबाट यस्ता कार्यक्रमहरू दाजुभाइ दिदीबहिनीहरूका लागि आगामी दिनहरूमा पनि सञ्चालन हुनेछ र मैले विशेष मौका फेरि पाउनेछु र काठमाडौँ महानगरपालिका वडा नम्बर 24 को निवासी हुनुमा मलाई गर्व हुनेछ र अन्य मेरा मित्रहरूले मेरा देखासिखी गर्नेछन्। अन्त्यमा फेरि एकपटक काठमाडौँ महानगरपालिका वडा नम्बर 24 र न्यू भिजन प्रविधिलाई धेरै धेरै धन्यवाद र पुनः एकपटक फेरि सम्पूर्णलाई स्वागतम सुस्वागतम। वैशाख 3 गतेदेखि सुरु भएको थियो र यो कार्यक्रम आयोजना गरिदिनु भएकोमा म सर्वप्रथम वडा नम्बर 24 र वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिन चाहन्छु र आज उपस्थित हुनुभएका हाम्रा आदरणीय वडा अध्यक्षज्यू, वडा नम्बर 24 का वडा अध्यक्षज्यू, जनप्रतिनिधिहरू र उपस्थित सम्पूर्ण प्रशिक्षार्थी र हाम्रो न्यू भिजन नेपालका अध्यक्षज्यू लगायत सचिवज्यू सम्पूर्णलाई मेरो नमस्कार। म मार्शल आर्ट्स ताइक्वान्डो विधाको 4 डान ब्ल्याक बेल्ट, नेपाल ताइक्वान्डो सङ्घको राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय रेफ्री र राष्ट्रिय खेलाडी पनि हुँ। मेरो हाल बसाइ नयाँ बजार र हाम्रो न्यू भिजन नेपालको अध्यक्ष आदरणीय अशोक सरका निमन्त्रणामा यो कार्यक्रममा मैले सहभागी भएँ। आफूले जानेका कुराहरू हजुरहरू सामु देखाउन, सिकाउन र केही हजुरहरूबाट पनि सिक्ने मौका पाउँदा आयोजक टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु र मैले यो 5 दिनको बसाइमा कतिपय कुरा सिकाउने मौका पाएँ भने कतिपय कुरा सिक्ने मौका पनि पाएको छु। कतिपय हजुरहरू मभन्दा धेरै समय बिताइसक्नुभएका, धेरै उमेर, धेरै सङ्घर्ष र धेरै समस्या परिस्थितिहरूसँग झेलिसक्नुभएका मैले आदरणीय अभिभावक पनि भेटेको छु यहाँ, जसले गर्दा मैले आफूले केही कुरा सिक्ने मौका पाएको पनि अनुभव गरेको छु। र यसै गरी यो कार्यक्रमको बसाइमा सशक्तिकरण शब्द आफैमा काफी छ। हाम्रो वडा नम्बर 24 अध्यक्षज्यू, 24 का अध्यक्षज्यू यो कार्यक्रम राखिराख्दाखेरि हजुरले आफ्नो क्षेत्रको, आफ्नो वडाको, वडावासीहरूको विकास, वृद्धि विकासको लागि धेरै सोच्नु हुँदो रहेछ। वडावासीहरूलाई धेरै एउटा दक्ष बनाउन कोसिस गर्नु हुँदो रहेछ भन्ने मैले फिल गरेँ। मैले यो तरिकाको कार्यक्रमहरू अरू विभिन्न यो वडाहरूमा लिएको छु
लास्ट टाइम मैले लमजुङ जिल्लामा पनि गएर लिएको थिएँ। त्यहाँ चाहिँ मेरो आफ्नै दाइ पनि त्यो अहिले वडाको सचिव हुनुहुन्छ र त्यही अवसरमा उहाँले ओहो यस्तो कार्यक्रम त चाहिने रहेछ भनेर उहाँले यो कार्यक्रम देख्नुभएको थियो काठमाडौँ आइराख्दाखेरि। त्यसपछि उहाँले यो तरिकाको कार्यक्रमले त महिलाहरूलाई सशक्त बनाउने रहेछ बसिराख्दाखेरि यो धेरै जमातमा धेरै मानिसहरूको जमातमा यहाँको कस्तो मान्छे के तरिकाको मान्छे भन्ने नै छैन। 75-77वटै जिल्लाबाट यहाँ चाहिँ मानिसहरू आएर बसोबास गरिराख्दाखेरि हामीले कतिपय राम्रो कुरा पनि सिकिन्छ, कतिपय धेरै मानिसहरू भएको ठाउँमा राम्रो कुरा पनि सिकिन सकियो भने त्यहाँनिर विकृति पनि हुन्छ। अझ यहाँनिर जनघनत्व बढी भइराख्दाखेरि यहाँनिर चोरी डकैती लुटपाट हर घटनाहरू हामीले कति सुनिरहेका छौँ। यस्तो विकराल परिस्थितिमा र अघि हाम्रो नानुले भनेर पनि जानुभयो, उहाँले भनिराख्दाखेरि आजकल चाहिँ म्याक्सिमम मानिसहरू मोबाइल टिभी ल्यापटप सोसियल मिडियामा, त्यही माथि अहिले त झन् जमाना नै एआईको भइसक्यो। सबै कुरा अहिले मोबाइलमा थिच्नुभयो भने 4वटा अक्षर लेख्नुभयो भने तपाईँलाई 1000वटा अक्षरको ब्रिफिङ गरिदिन्छ। र जसले गर्दाखेरि अहिले हामी हाम्रो भित्री मनबाट आन्तरिक रूपबाट निक्लिने शब्दहरू नै छैन। मोबाइलमा सर्च गरे सबै कुरा दिइराखेको हुन्छ। यो समयमा यस्तो अवस्था भइराख्दाखेरि हाम्रो वडा नम्बर 24ले जुन कार्यक्रम गर्नुभयो यो अत्यन्तै आवश्यकपूर्ण कार्यक्रम हो। यो कार्यक्रम सकिन्छ भने 6 महिनामा अझ टाइम ड्युरेसन घटाएर, किनकि हाम्रै जनता हाम्रै दिदीभाइ दाजुबहिनी आमा बुबा नानी बाबु तगडा हुने हो यो कारणले गर्दाखेरि, जसले गर्दाखेरि हाम्रो समाजमा सकारात्मक परिवर्तन लिएर आउनलाई एकदम आवश्यकपूर्ण कार्यक्रम यो जुन चाहिँ अहिले 5 दिनको कार्यक्रम राख्नुभयो। यसलाई सकिन्छ भने अलिक अझ दिन बढाउनुहोस् भन्ने म सुझाव दिन चाहन्छु। 5 दिनमा कतिपय अझ सिक्नु, कतिपयले त सिक्नुभयो होला तर कतिपयले अझै 1-2 दिन अरू भइदिएदेखि अथवा अरू दिन भएदेखि अझै अरू कुरा सिक्ने मौका मिल्थ्यो भन्ने पनि लागेको होला हजुरहरूलाई। हजुरहरूले आफ्नै मन बुझ्ने, हजुरहरूको सकारात्मक परिवर्तन चाहने वडा अध्यक्ष पाउनु भएको छ। वडामा जाने कुरा गर्ने यस्तो कार्यक्रमहरू लिएर आउनु पर्यो भनेर जमातमा गएर भन्नुभयो भने पक्कै पनि उहाँले अझ यस्तो तरिकाका कार्यक्रमहरू तपाईँहरूलाई सशक्त बनाउनको लागि अरू लिएर आउनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ। यस्ता कार्यहरूले हजुरहरूलाई, हजुर सँगसँगै हजुरको अब आउने भावी बच्चाहरूलाई पनि, छोराछोरी नाति नातिनालाई पनि एकदम बौद्धिक रूपमा शारीरिक रूपमा सशक्त बनेर अगाडि जानुपर्ने रहेछ। कस्तो समस्यामा कसरी अगाडि बढ्ने, जस्तै मैले आत्मरक्षाको कुरा सिकाइराख्दाखेरि तपाईँलाई मैले सानो सानो नानी बाबुहरूलाई मैले ब्याड टचको कुरा सिकाएको छु। ब्याड टच भनेको यही गर्यो भने पहिला सुरुमा आफै कसरी सुरक्षा हुने, मानसिक रूपले चाहिँ प्रिपेयर हुन पर्यो। मैले अस्ति भनेको थिएँ हजुरहरूलाई कि हुडभिडमा जाँदाखेरि त्यतिखेर वडा अध्यक्षज्यू पनि आइराख्नु भएको थियो, सुनिदिनु भयो, साह्रै खुसी लागेको थियो हजुरले। मैले बोलिराख्दाखेरि उहाँ बसिराख्नु भएको थियो। जुन कुरा मैले के भने जस्तै पनि आउन सक्ने अवस्था छ, जस्तो सिचुएसन त्यहाँ जस्तो पनि अवस्था क्रिएट हुने ठाउँ छ भने त्यहाँनिर हामीले आफै पहिला सुरक्षित हुने वातावरण क्रिएट गरेर जानुपर्ने छ। तपाईँले महँगा सुन गरगहना लाएर त्यस्तो ठाउँमा उपस्थित हुनुभयो भने त्यहाँनिर हराउने सम्भावना अथवा त्यो गरगहनाले गर्दा आफ्नो शरीर नै दाउमा पर्ने सम्भावना, यस्ता कुराहरूसँग पहिला आफू सजग हुनु पर्यो। आफ्नो नानी बाबुहरूलाई धेरै हुडभिडमा जाँदाखेरि अथवा असहज उनीहरूलाई चाहिँ त्यस्तो वातावरण बन्ने अवस्था छ भने छोटो छोटो लुगा लाएर नजानलाई अनुरोध गर्ने, त्यस्ता कुराहरू पनि आफू मेन्टली प्रिपेयर हुनुहोस्। मैले त्यो पनि सुझाव दिएको छु। त्यो पनि आत्मरक्षाको एउटा हिस्सा हो पहिला। र त्यसपछिको केसमा भनेको अरूले आक्रमण गर्दाखेरि कसरी बच्ने, कसरी लुकिने, कसरी भाग्ने हो। हजुरहरूलाई जुन कुरा दिएँ र मलाई आशा छ तपाईँहरूले, मैले धेरै कुरा भने पनि कतिपय आफूलाई आवश्यक पर्ने कुराहरू एकदम सिरियस भएर सुन्नुभएको थियो, गर्नुभएको थियो, पक्कै पनि धेरै कुराहरू बुझ्नु भएको छ, जान्नु भएको छ। अब कुनै पनि गाह्रो अप्ठ्यारो परिस्थितिमा तपाईँहरूले आफूलाई सामना गरेर त्यो परिस्थितिलाई सामना गरेर आफूलाई सुरक्षित तरिकाले चाहिँ सुरक्षित भएर अगाडि बढ्न सक्नुहुन्छ भन्ने मैले पूर्ण आश गरेको छु। यो कार्यक्रमबाट हामीले यसरी वडाले कार्यक्रम राखिसकेपछि कतिपय कुरा लिनुपर्छ। यो 5 दिन गरेको हाम्रो मेहनत हामीले त्यसलाई सफल बनाउनको लागि चाहिँ के गर्नु पर्यो, के त्यहाँबाट गेन गर्नु पर्यो, सिक्नु पर्यो। त्यसपछि मात्रै यसको चाहिँ औचित्य हुन्छ।
आज समय धेरै छैन। मैले अब पछि पनि कार्यक्रमहरू भइराख्यो भने वडा अध्यक्षज्यूले अब हामीले भनेका कुराहरू चाहिँ कतिपय उहाँले मनन गरेर यो त चाहिने नै रहेछ भनेर अब सायद पक्कै पनि बुझिसक्नु भएको छ र तपाईँहरूले प्रत्येक एक वर्ष अथवा 6 महिनामा यस्तो तरिकाको कार्यक्रम आयो भने नयाँ अरू जस्तै अहिले लगभग 30-40 जनाको मैले 30-35-40 जनाको उपस्थिति देखेको थियो मैले। अब त्यसरी नै अरू उपस्थिति थपेर सबैजनालाई नै हामी 2-4 जना 30-40 जना मात्रै यहाँनिर जनता चाहिँ सक्षम भएर भएन, हामी सम्पूर्ण सबैजना भएको जनताहरू सक्षम भयौँ भने मात्रै हाम्रो विकास र हाम्रो सकारात्मक परिवर्तन सम्भव छ। त्यसैले मैले फेरि पनि यो कार्यक्रम चाहिँ राखिदिनु भएकोमा, आयोजना गरिदिनु भएकोमा न्यू भिजन नेपाल र वडा नम्बर 24 का सम्पूर्ण वडा अध्यक्षज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिहरूलाई फेरि पनि धन्यवाद दिँदै आफ्ना केही शब्दहरू मैले यहीँ टुङ्ग्याउने अनुमति चाहे। हस्, धन्यवाद। Let's